नमस्कार, ओहायो गोजाइमास। आज चाहिँ मैले लेसन 5 को 3टा मिनिङको एकदम वर्णन गर्न जाँदैछु। फर्स्टमा छ इकिमास, अनि सेकेन्डमा छ किमास र थर्डमा छ खाइरिमास। फर्स्टमा चाहिँ मैले यो 3टा मध्ये चाहिँ इकिमासको बारेमा चाहिँ केही कुराहरू भन्छु है त। फर्स्टमा छ मैले यहाँ के लेखेछु भन्दा इकिमास, अनि इकिमासेन, अनि इकिमासिता, अनि अर्को छ इकिमासेन देसिता। इकिमासेन देसिता। इकिमास भनेको यहाँ चाहिँ मैले चारवटा लेखेको चाहिँ कस्तो भने प्रेजेन्ट, नेगेटिभ, पास्ट र नेगेटिभ पास्ट भन्ने बित्तिकै इकिमास भनेको अहिले हलचल भइरहेको र त्यसैलाई हामीले भछैन अथवा त्यसको ओपोजिट ने भछैन भनेर भन्नुपर्दाखेरि चाहिँ गछैन भनेर भन्नुपर्दा चाहिँ इकिमासेन, अनि त्यसैको पास्ट टाइम मा भन्दा चाहिँ इकिमासेन इकिमासिता भनेको चाहिँ पास्ट, अनि अर्को छ नेगेटिभ पास्टमा चाहिँ नेगेटिभ पास्टमा चाहिँ इकिमासेन देसिता हुन्छ है त। अनि अब त्यसमा चाहिँ मैले फर्स्टमा चाहिँ अहिले चाहिँ प्रेजेन्टको चाहिँ इक्जाम्पल, अनि त्यसपछि नेगेटिभको इक्जाम्पल, अनि त्यसपछि पास्टको एउटा इक्जाम्पल, अनि पास्ट नेगेटिभको एउटा इक्जाम्पल गरेर सबैको एक घन्टा इक्जाम्पल लेखेको छु है त। र त्यसको लागि चाहिँ हजुरहरूले यहाँ हेर्नु है त। हजुरहरूलाई के छ भन्दा गिनको इकिमास भनेको, गिनको भनेको चाहिँ के हो भन्दा ब्याङ्क है। ब्याङ्क जान्छु, यो भनेको चाहिँ प्रेजेन्ट, अहिले जान्छु, ब्याङ्क जान्छु भनेर भनेको है त। प्रेजेन्ट भनेको है, प्रेजेन्ट कन्डिसन भनेर भनिन्छ नि हामीले प्रेजेन्टमा गर्नको लागि। तर अनि अर्को छ हामीले गिनको इकिमासेन भनेको त्यसैको ओपोजिट, जाँदैन भनेको हामीले म ब्याङ्क जान्न भने जस्तो के। अब त्यसको जान्छुको जान्न भनेर भन्नुपर्दा चाहिँ ब्याङ्क गिनको इकिमासेन भयो होइन। अनि त्यसको छ अर्को छ पास्टमा लानु पर्यो, त्यसैलाई म हिजो गएको थिएँ भनेर भन्नुपर्दा चाहिँ हिजोको बारेमा अथवा गरिसकेको पहिले गरिसकेको कुरालाई भन्नुपर्दा चाहिँ इकिमासिता भनेर भन्नु पर्यो। सीता आउने भयो लास्टमा, इकिमासिता भनेर भन्नु पर्यो है। अब त्यसको लागि गिनको इकिमासिता भनेको म गइसकेको, भइसकेको, भ्याइसकेको, सकिसकेको भनेर त्यसलाई बुझिन्छ। गिनको इकिमासिता भनेको ब्याङ्क गएको थिएँ, गइसकेँ, भ्याइसक्यो त्यो कुरा है, त्यस्तो कुरालाई जनाउँछ। अर्को छ गिनको इकिमासेन देसिता भनेको चाहिँ म गएको थिएन, पास्टमा तर नेगेटिभ, पास्ट नेगेटिभ जनाउनेलाई चाहिँ इकिमासेन देसिता। मासेन देसिता, मासेन देसिता, यो इकी चाहिँ हाम्रो इकिमासबाट आएको, मासेन देसिता भनेको चाहिँ पास्ट नेगेटिभ भनेर जनाउँछ। पास्ट नेगेटिभ बनाउनु पर्दा चाहिँ गिनको इकिमासेन देसिता, गिनको इकिमासेन देसिता भनेर भन्न पर्यो। अब तपाईँले यसैको ठाउँमा कम्बिनी इकिमासेन देसिता भनेको पसल गएको थिएन भनेर भन्न पर्यो है त। यो ल 1 2 3 4 प्रेजेन्ट, नेगेटिभ, पास्ट र नेगेटिभ पास्ट छ है त, चारवटा अहिलेलाई यो यति चारवटा। अब त्यसपछि चाहिँ म अब किमासको बनाउँछु है त। अघि इकिमासको बनाए जस्तै अब चाहिँ किमासको बनाऊँ है त। किमासको बनाएर हेरौँ है त। किमासको प्रेजेन्ट, नेगेटिभ, पास्ट र नेगेटिभ पास्टमा बनाएर हेरौँ के भन्छ है त। अब किमास प्रेजेन्ट भइहाल्यो, किमासेन भनेको नेगेटिभ, किमासिता भनेको पास्ट पहिल्यैको, किमासेन देसिता भनेको पास्ट नेगेटिभ, पास्ट पनि भयो नेगेटिभ पनि भयो है। जस्तै इक्जाम्पलको लागि निहोन किमास भनेको जापान आउँछु, जापान आउँछु भनेको के भयो, प्रेजेन्ट अथवा फ्युचर पनि यसलाई भनिन्छ। हामी नेपालमा भन्दा चाहिँ फ्युचर र प्रेजेन्टमा जनाउन सकिन्छ। भोलिबाट गर्ने काम, अबबाट गर्ने काम र अब गर्दैछु भन्ने काम भन्दा पनि भोलिबाट गर्ने कामलाई चाहिँ किमास भनेर अब फ्युचरलाई जनाउँछ है त। अब तपाईँको निहोन इकिमासेन भनेको जापान आउँदिन भनेको जापान आउँदिन, जापान आउँदिन भयो है त। अब बनाउँदा सेन्टेन्स अबबाट जापान आउँदिन भन्न खोजेको, अब गयो भने आउँदिन, अथवा त्यस्तै बेलामा निहोन किमासेन भनेर आउँदिन भने जस्तै। अब
अर्को छ निहोन सानगाचु निजुगो निची ए किमासिता। निहोन नि सानगाचु निजुगो निची ए किमासिता भनेको जापान 3 महिनाको 25 तारिक आएको थिए भनेको है। आएको थिए, गइसक्यो नि त। 3 महिना भनेर 3 महिना 25 तारिक भनेको त गइसक्यो। त्यो कहिले आएको त जापान भनेर निहोन नि इचुकिमासिता भनेर कसैले क्वेसन गर्यो भने चाहिँ निहोन नि सानगाचु नो निजुगो निची नि किमासिता भनेको म जापान 3 महिनाको 25 तारिक आएको थिएँ भनेर भन्दा चाहिँ यो जुन चाहिँ है हामीले मेन बुझ्नुपर्ने चाहिँ किमासिता भनेको चाहिँ पास्ट हो भनेर बुझ्न सकिन्छ। जस्तै अनि अर्को छ नेगेटिभ पास्ट भनेको पास्ट पनि नेगेटिभ पनि पहिले भइसकेको पनि तर नेगेटिभ उल्टो अर्थ भन्दा चाहिँ पास्टमा भन्नु पर्दाखेरि है निहोन ने सानगाचु नि निजुगो निची ए किमासेन देसिता। जापान 3 महिनाको 25 गते आएको थिएन। त जापान त 3 महिनाको 25 तारिक आएको होइन भनेर कसैले भनिहाल्यो भने होइन म 3 महिनाको 25 तारिक आएको थिएन 26 तारिक आएको थिएँ भनेर भन्दा पहिले भइसकेको कामलाई चाहिँ यस्तो होइन र त भनेर कसैले आएको थिएन र भनेर भन्दाखेरि होइन म त्यति बेला होइन कि त्योभन्दा पछिल्लो त्यसभन्दा पछिको टाइममा आएको थिएँ तर त्यो पनि दुइटै टाइम बितिसकेको टाइमलाई जनाउन सकिन्छ है त। अब चाहिँ खाइरिमासको है। अब सुरु गरौँ खाइरिमास भनेको फर्किन्छु कुनै कामबाट फर्किन्छु स्कुलबाट फर्किन्छु काम अनि यो देशबाट यो देश आफ्नो देशमा फर्किन्छु भनेर भन्दा चाहिँ यो जुन छ है। त्यस्तै गरी खाइरिमासको प्रेजेन्ट छ तपाईँको खाइरिमास नै हुन्छ। प्रेजेन्ट अथवा फ्युचरमा जाँदा चाहिँ खाइरिमास नै हुन्छ भने नेगेटिभ फर्ममा चाहिँ खाइरिमासेन भनेको चाहिँ उल्टो भयो। खाइरिमास भनेको फर्किन्न नेगेटिभ भन्ने बित्तिकै फर्किन्नमा भयो है। अनि पास्टमा छ खाइरिमासिता फर्किसकेँ म कामबाट हिजै फर्किसकेँ म कलेजबाट स्कुलबाट अघि नै आइसकेँ घर फर्किसकेँ भनेर भन्नुपर्दा अथवा नेगेटिभ पास्टमा चाहिँ खाइरिमासेन देसिता भनेको चाहिँ फर्किएको थिएन म तैँले हिजो फोन गर्दा म अफिसबाट घरमा पुगिसकेको थिएन भन्नुपर्दा चाहिँ त्यस्तो अवस्थामा चाहिँ खाइरिमासेन देसिता भनेर भन्न सकिन्छ। जस्तै त्यसको लागि एउटा इक्जाम्पल हेर मैले यसको चाहिँ एउटा प्रश्नसहित एउटा उत्तर पनि बनाएको छु हेर्नु है त। इचु कुनी ए खाइरिमास्का भनेर तपाईँको अब जस्तै जापान आइसक्नु भएको छ तपाईँलाई कसैले बाटोमा भेटेर इचु कुनी ए खाइरिमास्का भनेर प्रश्न सोध्यो भनेको तपाईँ कहिले आफ्नो देशमा फर्किने हो भनेर कसैले सोध्यो भने कुगाचु निजुगो निची नि खाइरिमास। जस्तै हजुरको डेट फिक्स भइसकेछ महिना फिक्स भइसकेछ अहिले त कुन महिना अन्त गोगाचु हो भने अब आउने कुगाचुको निजुगो निची नि खाइरिमास भनेर भन्नुपर्दा म यो वर्षको 9 महिना 25 तारिक चाहिँ आफ्नो देश फर्किन्छु भनेर भन्न सकिन्छ। त्यसमा पनि के युज भयो खाइरिमास भनेर युज भयो है। अब यो का भनेको चाहिँ लास्टमा प्रश्न आएको भएर चाहिँ का भएको है प्रश्न सोधेको भयो। अब अर्को छ नेगेटिभमा कुनी ए खाइरिमासेन भनेको देश फर्किन्न भन्न खोजेको कहिले फर्किनुहुन्छ भनेर सोध्यो कसैले फेरि यही क्वेसनलाई सोधेर यही एन्सर पनि दिन मिल्यो। इचु कुनी ए खाइरिमास्का भनेर कसैले सोध्यो है कुनी ए खाइरिमासेन म फर्किन्न देश फर्किन्न भनेर भन्न सकियो है। यो दुईटा यसको प्रश्नको उत्तर यो दुईटामा यो गते फर्किन्छु भन्न नि मिल्यो फर्किन्न भन्न नि मिल्यो। अनि यो भनेको नेगेटिभ फर्किन्न भनेको नेगेटिभ भयो फर्किन्छु भनेको प्रेजेन्टबाट पोजिटिभमा आयो है। अब अनि अर्को छ अलि लामो छ हेर्नु होला राम्रोसँग। किन हो सिगतो कारा उची ए खाइरिमास्ता हिजो कामबाट घर फर्किएको थिएँ भनेको हिजो फर्किसक्यो काम हिजै सक्यो हिजै रुममा फर्क्यो घरमा फर्क्यो है। खाइरिमासको खाइरिमासिता भयो के भयो भन्दा खाइरिमासको खाइरिमासिता भनेको हिजो काम सकेर रुममा फर्केँ घरमा फर्केँ भनेर
भन्नुपर्दा है पास्टमा भन्नु पर्यो, पास्टको पोजिटिभ भयो, फर्केँ भन्यो नि त। अब अर्को छ पास्टको नेगेटिभ भनेको हाम्रो के छ, के हुन्छ भन्दा खैरीमा चाहिँ देसिता भनेको यो चाहिँ पास्टको नेगेटिभ भइसकेको तर काम भइसकेको तर के भयो त नेगेटिभ फर्ममा काम भइसकेको जस्तो जनाउँछ है। किन हो सिगोतोकारा उचिए खैरीमासिन देसिता भनेको सधैँ कामबाट घर फर्किन्थेँ, हिजो केही प्रब्लमले गर्दा घर फर्किन सकिनँ, हिजो आउनै सकिनँ, फर्किन सकिनँ भनेर जनाउँदा है। किन हो सिगोतोकारा उचिए खैरीमासिन देसिता भनेको किन हिजो कामबाट घर फर्किन सकिनँ, हिजो फर्किनँ, हिजो घाम के अरे किन सिगोतोकारा उचिए खैरीमासिन देसिता भनेको फर्किन सकिनँ, हिजो कामबाट घर फर्किएन सकिनँ भन्ने उलाउँछ है, फर्किएको थिएन भन्ने बुझिन्छ। हस् त हजुरहरूलाई यो अहिलेको भिडियो कस्तो लाग्यो, एकदम कुनै मिस्टेक केही भएको भए एकदम त्रुटि चाहन्छु। ल यो भिडियो हेरेर फेरि केही सिक्नुभयो, के जान्नुभयो त्यो तल कमेन्टमा लेख्नुहोला र अर्को भिडियोको लागि प्रतीक्षा गर्नुहोला। हस् त, धन्यवाद।